साथीहरू अहिले हामी चाहिँ जुन यो सन्दकपुर गाउँपालिका अन्तर्गत पर्ने माइपोखरी इलाम जिल्लाकै पर्यटकीय स्थल र धार्मिक स्थल पनि हो। अहिले हामी माइपोखरीमा आइपुगेका छौँ र माइपोखरीको विशेषता भनेको के छ भने जम्मा यहाँ 9वटा कुनाहरू छ र पहिलो कुना यो हो। त्यो एउटा कुनाबाट अर्को कुना चाहिँ देख्दैन र त्यसले गर्दा यसको विशेषता एउटा यो हो। अर्को कुरो के छ भने यहाँ किंवदन्ती अनुसार जहिले पनि यो वरिपरि यहाँले देख्न सक्नुहुन्छ यो बोट बिरुवाहरू छ, हावाहुरी चल्छ, तै पनि यहाँ किंवदन्ती अनुसार के भन्छ भने जुन यो माइपोखरीमा खसेको पात पतिङ्गरहरू चाहिँ चराले चाहिँ टिपेर सफा गरिदिन्छ भन्ने किंवदन्ती छ। र यहाँनिर तल त हुन त यो जलकुम्मी पनि होइन, यो चाहिँ अब कमलहरूको हो, त्यो चाहिँ अब पानीमै हुने भएको हुनाले त्यो छ। र हामीले अब माइपोखरीबाट सन्दकपुर इलामको त्यो पनि पर्यटक स्थल हो, त्यहाँ पनि जाने निधो गइरहेको छौँ र सम्भवतः अब हामी अहिले माइपोखरीको दर्शन गरेर हामी पोखरीहरूलाई अवलोकन गराएर हामी सायद त्यतातर्फ लाग्छौँ होला र समय मिल्यो भने हामी त्यहाँको पनि यहाँहरूलाई त्यसो चिनारी एउटा चाहिँ परिचय दिने क्रममा हामी गइरहेछौँ। अब यो पनि एउटा कुना, त्यो अघिको कुना भयो, यो अब यो कुनाबाट हामी बसेर हेऱ्यो भने अरू कुना देख्दैन, त्यस्तो एउटा विशेषता छ। र यहाँनिर अब धार्मिक स्थल देश तथा विदेशी पर्यटकहरू यहाँ आएर चाहिँ जुन यो पोखरीको अवलोकन गर्ने, यहाँ मन्दिरहरू छ, मन्दिरमा के अरे मन्दिरको पूजापाठ गर्ने कामहरू छ। र हिजो हामी चाहिँ त्यहाँ नेपाल भिलेज होमस्टे भन्नेमा हामी राति बास बस्यौँ र अहिले हामी यहाँ माइपोखरीको अवलोकन गर्दैछौँ र हाम्रो सहयात्री, हाम्रो मित्र इन्जिनियर साहब सुरज श्रेष्ठजीले जुन यो भिजुअल गर्ने उहाँले सहयोग गरिदिनु भएको छ र मसँग हाम्रो कृष्ण शाह भाइ हुनुहुन्छ, उहाँ चाहिँ युवा नेता पनि हुनुहुन्छ र भाइ पनि मेरो साथमा हुनुहुन्छ। र हामीले हाम्रो ड्राइभर चाहिँ उसको जुठो परेको हुनाले जे भने यो माइपोखरी मन्दिर पनि यहाँ अवस्थित छ, अब त्यसले गर्दा मन्दिरमा म किन जुठो परेको मान्छे जाने सरहरू त जानुहोस् भनेर ड्राइभरले भन्यो र हामीले ड्राइभरलाई चाहिँ गाडीमै छोडेर आयौँ। हामी 3जना छौँ, यो 3जनामा सुरजजीले जुन भिजुअल गरिरहनु भएको छ, अलिकति तल मिल्छ भने सुरजजी तल त्यो के अरे पोखरी पनि यसो देखाइदिनुहोस् हाम्रो दर्शकहरूलाई। अब यो बाटो गरेर जानुपर्छ, त्यसले गर्दा अब यता पनि हुन्छ घुम्ने ठाउँ यता पनि छ। रेड पान्डा विश्वकै दुर्लभ अब जनावर रेड पान्डा यहाँ पाउँछौँ र रेड पान्डाको संरक्षणको लागि अब विश्वले पनि एउटा चाहिँ चासो दिइरहेको छ। अब यहाँ कतै रेड पान्डा देख्यो भने हामी तपाईँहरूलाई रेड पान्डा पनि देखाउने कोसिस गर्छौँ, तर यहाँ रेड पान्डा पर्याप्तै मात्रा पाउँछ। यो चाहिँ रेड पान्डाको वासस्थान नै भन्दा पनि हुन्छ, एउटा यो त्यो पनि एउटा विशेषता हो। पारिपट्टि मन्दिर छ, पोखरी छ र अघि मैले यहाँलाई भनिहालेँ नि एउटा 9वटा कुना, जुन यो पोखरीको 9वटा कुना छ, 9वटा कुनामा कुनै पनि एउटा कुना अरू कुना देख्दैन र त्यस्तो छ। अब यहाँ चाहिँ अलिकति अब ठिक्क हामीले कति रमाइलो। अब चाहिँ हामी पोखरी यहाँलाई देखाउने जमर्कोमा छौँ। पोखरी चाहिँ आइ पनि सक्यो, पोखरी हामी पोखरी वरिपरि नै घुम्दैछौँ। तर यो चाहिँ पोखरी माइपोखरी जुन यहाँले देख्न सक्नुहुनेछ, यो पोखरीको यो आकार प्रकार यस्तो छ र अझै सम्भव भएन भने सब खुल्ला ठाउँबाट चाहिँ भयो भने हामी देखाउँछौँ। र मैले अब यहाँ पोखरीमा चाहिँ माछालाई जुन चारो हाल्ने विचार गरेको छु
र त्यहाँ भित्तामा मन्दिर छ, म मन्दिर पनि दर्शन गर्छु। त्यसले गर्दा हामी हिन्दू धर्म मार्गी भएको हुनाले हामी धर्मप्रति आस्था राख्छौँ। हाम्रो व्यवहारहरू हाम्रो सबै कुरो धार्मिक भएको हुनाले हामी पहिला भगवान्लाई दर्शन गरेर अनि अब त्यस पछाडि चाहिँ मैले यहाँ भगवान्को पूजा गरेँ। भगवान्लाई पूजा गरेपछि अब मैले माछालाई चारो लाउने गर्छु। भाइ लाउनु अब धेरै यो मान्छेले नै चारो दिएर यो माछा पनि नखान आउँदो रहेछ। अहिले माछालाई चारो दियो अनि दियो। पशु प्राणीलाई माया गर्छौँ किनभने पशु प्राणीको उनीहरूको ज्यान हो, उनीहरू बाँच्नुपर्छ भनेर हामीले बाटोमा भेटेका कुकुर बिरालो अन्य जनावरलाई पनि यसरी नै गर्ने गरेको। अहिले चाहिँ हामी अब यो पोखरीको अवलोकन यहाँलाई गराउने जमर्को गरेको छौँ। यो पोखरी हो, यहाँ माछाहरू पुरा। हामीले माछालाई चारो लगाएको थियौँ तर माछाले चारो खान त्यति मन गरेन किनभने धेरै नै श्रद्धालु भक्तजनहरू आएर पोखरीको अवलोकन गर्ने क्रममा मन्दिर दर्शन गर्ने क्रममा माछालाई सबैले नै यसरी चारो ल्याएर दिँदछौँ। चारो माछाको है त्यसले धेरैले देखेर यिनीहरूले पनि अब त्यो बढी बस्छ माछालाई चारो। अब त्यसले त्यस्तो छ। अब अलि परबाट मन्दिरको दर्शन गरौँ न, प्लस गरौँ। अब एडिट गरौँ। यसलाई यो रोकौँ यहाँ।